हेलो एन्ड नमस्ते सबैजना, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म तपाईँहरूलाई मेरो डेली भ्लगमा फेरि अर्को नयाँ मेरो भ्लगहरू आउने छ, हेर्नु होला सबैजनाले। आज चाहिँ हामी यहाँ चाहिँ भलिबल गेम खेल्न आइरहेको छ। हाम्रो टिम आएर चाहिँ हाम्रो गाउँको टिम आइरहेको छ। एक गेम जित्छ कि अर्को गेम के हुन्छ, लेट्स गाइज सी खोला। दिस इज खोला, दिस इज हाम्रो साथी, दिस इज अल्सो साथी, दिस इज चिल्ड्रेन, बच्चा हुनुहुन्छ। अब हामी चाहिँ अब गेममा जाँदैछौँ, जसले गर्दा अब गेममा हाम्रो साथीहरूले आज जित्छ कि हार्छ हामी फाइनलसम्म देखाउने छौँ। अब यहाँ यत्रो डाँडा छ, डाँडा चढ्नुपर्ने छ। यहाँ माथि धेरै माथि छ कि यहाँ लगभग हाम्रो चाहिँ कति लाग्छ होला, 15-20 मिनट लाग्छ होला यहाँ डाँडा चढ्न चाहिँ। तर हामी अब 15-20 मिनट लाग्ने ठाउँमा हामी चाहिँ 5 मिनटमा पुग्छौँ। त कसरी पुग्छौँ भने दौडिन्छौँ। अब हामी पाहाडमा हुर्केको साथीहरू हो, हामी सब अब पाहाडमा हुर्केको मान्छेहरू त अब हामी जसरी पनि हिँड्न त त्यस्तो गाह्रो अप्ठ्यारो पर्दैन। त्यही पनि अब साथीहरूसँग भइसक्यो, रमाएर अलिअलि गर्नुपर्छ। अब लेट्स अगाडिको अब के हुन्छ। आज हामी अब गेमहरू जितेर आज अब होटलमा बसिन्छ कि या हामी अब गाउँ गइन्छ। यहाँबाट गाउँ फर्किन धेरै टाइम लाग्दैन, त्यही हो 1 घन्टाको बाटो हो। हाम्रो हाइसहरू चल्छ, बसहरू चल्छ, गाडीहरू। अहिले चाहिँ फेरि सुविधा पनि छ। अब पहिला सुविधा थिएन क्या। अहिलेको अलिकता नेताहरूले चाहिँ थोरै यति भए पनि 100मा चाहिँ 5% चाहिँ अलिकति दिमाग आएको छ, 95% चाहिँ आउन बाँकी नै छ। त्यो अब 84मा हामीले ल्याउनुपर्छ जसरी भए पनि। लेट्स उकालो हामी चढ्दैछौँ। यहाँ साथीहरू हुन्छ हो, यहाँ साथी हुनुहुन्छ हाम्रो। लेट्स गाइस हामी आइसकेका छौँ। यस्तो छ यहाँ चाहिँ। अब यहाँ साइकल छ एउटा भाइको। अब यहाँ मेरो भाइले गयो साइकल चलाउँछ। खै त्यो चला त जाला है, फेरि फुस्केला नि फेरि अगाडिको दाँत मसँग हामी चाहिँ अहिले हाम्रो चाहिँ 11 नै हो, तर हाम्रो चाहिँ कुइनेमा हो क्या। साथीहरू अब फोटो भिडियो खिच्ने भन्दा चाहिँ एकचोटि फोटो भिडियो सुट गर्छौँ। त्यसभन्दा पछि म तपाईँहरूलाई चाहिँ मेरो के हुन्छ गाइस, लेट्स सी अगेन। लेट्स गाइस हामी चाहिँ माथि आइसकेका छौँ। गाउँघरमा यस्तो मकैहरू चुन्डाएको हुन्छ क्या। घरहरूमा चाहिँ यस्तो घरहरू हुन्छ। यहाँ चाहिँ हाम्रो माथि नै पर्छ क्या। सदरमुकाम नै भन्छौँ कि अब के भनौँ है, यस्तो घरहरू हुन्छ। त्यही हो, ओह्रालो उकालो बाटो चढेर आइयो। खोला नाला नदी सब कुराहरू चाहिँ हामीले यहाँ अवलोकन गर्न पाइरहेको छौँ। यस्तो तेलहरू अब हामीले अरू नभए नि यो चाहिँ नवरत्न तेल हाल्नुपर्छ। नुहाएर आइसक्यौँ त हामी, त्यही भएर फ्रेस हुन लागि। ल भाइ भयो, ल समात त ओइ। यस्तो गाउँघर छ यहाँ। उही त उखुहरू खानुभयो होला नि, तपाईँहरूले चिन्नुभयो होला। उखुहरू छ यहाँ सब देखाउने छु। लेट्स अब चाहिँ हाम्रो टिमले चाहिँ जित्छ कि हाल्छ भन्ने कुरा हाम्रो फाइनल भ्लगमा आउँछ। नेक्स्ट पार्ट 1 पार्ट 2 बनाएर आउँछ। सबैजनालाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। युट्युब च्यानललाई नयाँ हुनुहुन्छ भने सबैले सब्सक्राइब गरिदिनु होला है। भाइ एम्पायर आजको ठुलो एम्पायर। लेट्स गाइस अब हामी चाहिँ आइरहेका छौँ, जसले गर्दा अब हाम्रो यहाँ चाहिँ आज के हुन्छ सब देखाउनु छु म। अब यहाँ डान्सहरू हुन्छ के हुन्छ सबजनाले हेरिदिनु होला। ओइ कहाँ छ चाहिँ हाम्रो डान्स स्टेप हुँदैछ। बहिनी अहिले डान्सहरू नाच्दै हुनुहुन्छ क्या। यहाँ चाहिँ हाम्रो डान्स सुरु हुँदैछ। हाम्रो बहिनीहरू डान्स नाच्दैछन् सबजना।